लाटा दाई फेरि भेटाउला। त्यो पेट्रोलको पैसामा ब्याजको कुरा मलाई भोलिसम्म 20% ब्याज चाहिन्छ, नत्र बाइकको चाबी मेरो खल्तीमा। अरे 20% त एकदमै धेरै भयो केटी। हत्तेरीका, यो त मिटर ब्याजीको रेट भयो नि, किस्ताबन्दीमा तिर्न मिल्दैन। बरु मोमो खुवाउँछु हुन्छ। यताउता गर्दा गर्दै ढिलो भइसक्यो, छिटो बस गइहालौ। ठीक छ, जाऊ। यो बाटो एकदम छोटो छ, यो बाटोले सिधै हामीलाई मेन रोडमा निकाल्छ। मलाई त यो बाटो अलि डर लाग्दो लागिरहेको छ। म्यापमा त यस्तो बाटो छैन त। यो बाटो त निकै छोटो छ भन्थे, तर यहाँ त केही पनि देखिँदैन त। You should not be here. You should not be here. Turn back now. अरे के भयो बाइकलाई? भर्खरै पेट्रोल हालेको। तिमीलाई लाग्दैन यो जंगलमा कोही छ? तिमीहरू बाटो बिराएको जस्तो छ। यो जंगलबाट बाहिरिने बाटो त धेरैले बिर्सिस् के। बाजे, हामी त सर्टकट खोज्दै थियौं, अनि यो बाटोमा कस्तो अनौठो आवाजहरू आइरहेको छ, के भएको हो? आवाज? त्यो त जंगलले पाहुनाहरूलाई स्वागत गरेको हो। उ त्यो झुप्रो देख्यौ? आजको रात त्यही बिताउनु पर्ला जस्तो छ। 10 मिनेटमा त हामी मेन रोड पुगिहाल्छौं नि बाजे। 10 मिनेट होइन, तिमीहरू यो जंगलबाट 10 जुनीमा पनि निस्कन सक्दैनौ।